सबैमा नमस्कार। म सिन्धुली जिल्लाबाट सिन्धुली जिल्लावासी जुन तपाईको यो देखिरहनु भएको चाहिँ सिन्धुलीको सदरमुकाकै सबैभन्दा ठुलो हस्पिटल र जिल्ला हस्पिटल यो सिन्धुली जिल्ला कमलामाई नगरपालिका वार्ड नम्बर 6 मा अवस्थित छ। यो खुल्ला मञ्चको सिधा अगाडिपट्टि पर्छ सिन्धुली जिल्लामा। तपाईको हाम्रो यो सिन्धुली जिल्लाको हस्पिटलसँग चाहिँ एकदमै गाढा सम्बन्ध रहेको छ। जसकारण यो गाढा सम्बन्ध चाहिँ के कारण रह्यो र किन रह्यो भन्ने कुराहरु चाहिँ म भन्न चाहन्दैछु। तपाईको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वार्ड नम्बर 5 स्थित एकजना गंगा श्रेष्ठ गुरुङ भन्ने दिदी हुनुहुन्थ्यो, जो चाहिँ 2080 सालमा हस्पिटलमा डेलिभरी हुने टाइममा 4-5 दिन अगाडि नै हस्पिटलले फलोअपमा बोलाउँदाखेरि आउनु भएको थियो र उहाँ आफ्नो घरदेखि चाहिँ एकजना साथी लिएर हिँड्दै आउनु भएको थियो र हस्पिटलमा चेकअप गराउँदाखेरि हस्पिटलले अब के गर्यो त्यो हामीलाई पुरै अब जानकारी चाहिँ छैन हैन। गलत औषधि युज गरे अथवा अरु केही भयो त्यो जानकारी छैन। जुन डेट भन्दा 4-5 दिन अगाडि नै आउनु भएको थियो हस्पिटलले फलोअपमा बोलाउँदाखेरि। त्यसपछि गएर उहाँको यहाँनेरि उपचार नहुने स्थिति भएपछि यहाँबाट रिफर गरी हस्पिटलले रिफर गरी बर्दिवासको जनसेवा हस्पिटलमा पुर्याएर जनसेवा हस्पिटलले तपाईको मृत्यु घोषणा गर्यो। मृत्यु घोषणा गरिसकेपछि हस्पिटलको के कारणले मृत्यु भयो भन्ने बुझ्ने कारणमा चाहिँ सुन्नमा आएको छ। बर्दिवास हस्पिटलले भनेको अनुसार चाहिँ तपाईको सिन्धुली जिल्ला हस्पिटलले गलत औषधि युज गरेको कारणले गर्दाखेरि बिरामीको स्वास्थ्यमा असर परेर त्यसपछि मृत्यु हुन गयो भन्ने कुरा भएपछि सिन्धुलीको जनताहरू आक्रोशित भई कसैको पनि स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन र कसैको पनि ज्यान मार्न पाइँदैन भन्ने नाराका साथ आन्दोलन हुन गयो र त्यसपछि प्रहरी साथीहरूले त्यो आन्दोलनलाई अस्वीकार गर्दाखेरि चाहिँ तपाईको धक्कामुक्की हुँदाखेरि सिन्धुलीमा झनै ठुलो आन्दोलन हुन गयो। त्यसमा कतिपय मान्छेहरू आन्दोलन गर्ने थिए, अब कतिपय मान्छेहरू त्यहाँ झगडा गर्ने थिए, कतिपय मान्छेहरू त्यहाँ नजानी पनि थिए र कतिपय जाने मान्छेहरू चाहिँ टाढै बसेर कस्तो छ यहाँको माहौल भनेर हेर्ने मान्छेहरू पनि थिए। जुन तपाईको अहिले चाहिँ के भइराछ र किन यस्तो सम्बन्ध बस्यो भन्ने कारण चाहिँ तपाईको यो 2 वर्ष अगाडिको केस हो। तपाईको 2 वर्ष अगाडिको केसमा पनि आन्दोलन गर्ने त यहाँ लगभग 100-150 माथि मान्छे थिए, तर 26 जनाको नाम परेर कोही गल्ती गर्ने परेका छन्, कोही गल्ती नगर्ने नि परेका छन्, कोही आउने परेका छन्, कोही नआउने नि परेका छन्, कोही हेर्ने मात्रै नि परेका छन्, कोही हान्नेको नि नाम परेको छ। त्यो भएको कारणले गर्दाखेरि त्यस लगायत मेरो पनि नाम परेको छ, मेरो पनि परेको छ। जुन मैले चाहिँ 2081 साल असोज महिनामा मैले पुलिस रिपोर्ट निकाल्दाखेरि बाहिर जानको लागि एप्लाई गर्नको लागि पुलिस रिपोर्ट निकाल्दाखेरि चाहिँ मेरो बकाइदा साथ पुलिस रिपोर्ट निक्लेको थियो र मैले मेडिकल गरिओरी पुलिस रिपोर्ट निकाली एप्लाई गरिओरी एउटा कन्ट्रीको लागि एप्लाई गरेको थिएँ। त्यसपछि मेरो 6 महिना प्रोसेस चलेर अहिले बाहिर जाने क्रममा चाहिँ तपाईको फेरि पुलिस रिपोर्टले काम नगरेको, त्यो पुलिस रिपोर्टले काम नगरेको हुँदाखेरि मैले फेरि पुलिस रिपोर्ट निकाल्नलाई ट्राई गरेँ र ट्राई गर्दाखेरि मेरो पुलिस रिपोर्ट होल देखाएर म सिन्धुली जिल्ला प्रहरी कार्यालयमा सिधै गएर आफै स्वयं गएर मेरो यस्तो कारणले गर्दा पुलिस रिपोर्ट निक्लेन, के कारण छ, मेरो के केस छ भन्दाखेरि मेरो नाम पनि त्यहाँ परेको रहेछ। मैले पछि आएर थाहा पाएँ। त्यसपछि मलाई त्यहाँनेरि पक्रापुर्जी तयारी गरेर हतकडी लगाएर अदालतमा उपस्थिति गराए। अदालतमा ढिलो भएको कारणले गर्दाखेरि त्यो दिन काम बन्न सकेन। भोलिपल्ट हिरासतमा लगेर थुनी, भोलिपल्ट ल्याएर अदालतमा उपस्थिति गरायो र मेरो केही बयानहरू लिएर त्यसपछि मलाई 60,000 रुपैयाँ धरोटीमा छुटकारा दियो। त्यसपछि गएपछि मेरो पुलिस रिपोर्ट पनि निक्लेन, मेरो बाहिर जाने सपनाहरू पनि पुरा भएन। अब 26 जनाको नाम मध्येमा म पनि मुछेको छु र अब केही साथीहरू 26 जना भित्रमा उपस्थिति भइसक्नु भएको छ। 4-5 जना साथीहरू पनि केही 4-5 जना विदेशतिर छन्। अब प्रहरी साथीसँग वकिलसँग तपाईको अदालतमा बुझ्दाखेरि चाहिँ यो घटनाको त कहिले फैसला हुन्छ थाहा छैन, 26 जना नै उपस्थिति हुनुपर्छ भन्ने कुरा गर्नुभएको छ। 26 जना अब कुन स्थितिले उपस्थिति गराउने र कसरी उपस्थिति हुन आउँछन्। अब 60,000 भनेको हामी गाउँघरमा बस्ने गरिब मान्छेलाई सानो पैसा हैन हैन। अब 60,000 पैसा तिर्नलाई पैसा पनि छैन। त्यसपछि गएर एउटै घरको आउने नआउने गरेर एउटै घरको 3-4 जना सम्मको नाम छ।
त्यो मध्येमा 100-200 जना माथिको मान्छेहरूले आन्दोलन गरेका छन्, ढुङ्गामुढा गरेका छन्, नाम 26 जनाको आएको छ। अब म लगायत थुप्रै साथीहरू बाहिर जान पाएको छैनन्, सरकारी कार्यालयमा जागिरखान पाएको छैनन्। यो चाहिँ कहिलेसम्म यस्तो हुन्छ र यो कानुन सम्बन्धी के हो भनेर मैले यो बुझ्नको लागि सानो भिडियो बनायो। अनि यो सिन्धुलीमा रहेको सिन्धुली जिल्ला हस्पिटलमा एकदमै गाढा सम्बन्ध चाहिँ त्यसकारण रहेको। तपाईँको यदि यसबारे चाहिँ कसैलाई जानकारी छ भने कमेन्टमा कमेन्ट गरिदिनु होला हैन, कसरी गर्न सकिन्छ। म कति धाइसक्यो प्रहरी चौकी, त्यसपछि गएर काठमाडौँ नक्साल, त्यसपछि मेन पावर सबैतिर बुझ्दा पनि मेरो हुन सकेन। देशको स्थिति यस्तो छ, नेपालको जागिरी त्यही हो। 15-18 हजारको जागिरले के नै गर्ने। बालबच्चा भएको मान्छे महिनामा बालबच्चा बिरामी हुन्छ, बुढी बिरामी हुन्छ, आफै बिरामी हुन्छ। त्यसपछि स्वास्थ्यमा पनि अलिकति असक्ता छु हैन, काम गरेर अलि हार्ड कामहरू गर्न सकिँदैन। देश विदेश गएर कमाउँ, 2-4 पैसा ऋणै खोजेर 100 गडा 3कै ऋण खोजेर हैन लगानी गरौँ भनेर थालिहाल्यो। तर अन्तिममा आएर यो भयो, मेन पावरमा पनि पैसा फस्यो र यहाँ पनि यस्तो भयो। अब यो कहिले फैसला हुन्छ भन्ने कुरा नै फिक्स छैन। अब साथीभाइहरूलाई कसरी ल्याउने, कोही विदेश छन्, कोही के छन्। अब प्रहरी चौकीमा कति धाउने, अदालतमा कति धाउने, कसलाई भन्ने, को छ यो सम्बन्धित मान्छे, कसले फैसला गर्न सक्छ, को छौँ हामीले चिनेको कोही छैन। त्यस कारणले गर्दा एकदमै न्यानो र एकदमै एकदमै गाढा सम्बन्ध रहेको सिन्धुली जिल्ला हस्पिटलमा चाहिँ मैले आज सानो भिडियो बनाउँ भनेर थालेको हो हैन। जुन तपाईँको त्यो घटनाले गर्दाखेरि आजसम्म मर्ने मान्छे त मरेर गइसके हैन, मर्नेले न्याय पायो पाएन थाहा भएन हैन। सम्झौता गर्दाखेरि के कारणले सम्झौता गरेर लास उठाए त्यो पनि थाहा छैन। म त्यसमा उपस्थिति पनि थिइनँ हैन। आफ्नो कामको सिलसिलाले ओरदोर गरेको थियो, त्यो बाटोमा हिँड्ने थियो। तर त्यो ढुङ्गामुढा मैले एउटा पनि गरेको छैन। मेरो प्रमाण पनि कुनै पनि फेला परेको छैन। जिल्ला प्रहरी कार्यालयमा सम्पूर्ण भिडियो फोटो हेर्दाखेरि देखेको छैन, तर पनि मलाई धरतीमा छोड्यो हैन। अब अन्याय पर्नेले त न्याय पाउँछन् थाहा छ, तर गल्ती नगर्नेले न्याय कसरी पाउँछ, अन्यायमा परेकोले न्याय कसरी पाउँछ भन्ने कुराहरू केही पनि जानकारी छैन पनि। मैले गल्ती गरेको छैन भन्दै पनि मलाई अब अदालतमा उपस्थिति गराइ धलौटी तिराए। अब त्यहाँ छानबिन भएन, केही पनि गल्ती गरेको छ छैन, नाम कसरी पर्यो, आजभन्दा 2 वर्ष अगाडिको कुरा आज निक्लिँदैछ। अब यस्तै गर्दै 2 वर्ष गर्दा त हाम्रो त 40-45 वर्षको एज घट्छ। त्यसपछि गएर के कमाउने, के गर्ने, कसरी गर्ने। यहाँको कमाइले बिहान तपाईँको 6 बजे उठेर आइज, बेलुकाका 7 बजे 8 बजे घर पुग, 14-15 घन्टा ड्युटी गर। तर तलब कति? 15-16 हजारभन्दा तलब छैन, 18-20 हजारभन्दा तलब छैन। यो तलबले के गर्ने? बाउमा पनि हेर्नु पर्यो, बुढाबुढी भएको बाउमा पनि हेर्नु पर्यो, बालबच्चा हेर्नु पर्यो, बुढी हेर्नु पर्यो। त्यसपछि गएर 2-4 पैसा ऋण छ, ऋण हेर्नु पर्यो, ब्याज तिर्नु पर्यो। सम्पूर्ण कुराहरूको जिम्मेवारीले एकदम गाँजेको छ, स्थिति छैन। ऋणै गरेर भए पनि बाहिर फेर जाउँ भन्दाखेरि यो कुराले एकदमै धेरै अल्झाएको छ। अब यो कसरी फैसला हुन्छ, कसरी सल्भ हुन्छ, यसको बारे कसैलाई केही जानकारी छ भनेदेखि मैले सानो भिडियो बनाएर हालिदिएको छु। एकदम यसको जानकारी दिनुपर्ने, कसैले कहीँबाट केही निष्कर्ष आउँछ कि भन्ने कारणले मात्रै यो भिडियो बनाएर मैले अपलोड गरेको हो। यसलाई अनर्थ केही नलिनु होला हैन। जो दुःखमा पीडामा पर्छ उसले आफ्नो साथीभाइलाई पीडा पोख्नुभन्दा पनि यस्तै गरी अबको स्थिति छैन कि आफ्नो साथीभाइलाई दाजुभाइलाई पीडा पोखेर बसौँ भन्ने स्थिति छैन। त्यही भएको कारणले गर्दा यो सानो भिडियो बनाएर हालेको छु हैन। कहाँनिर जाँदा न्याय पाइन्छ, कसरी न्याय पाइन्छ, कुन समयबाट फैसला हुन्छ हैन। अब 26 जनामा जम्मा अझै 19-20 जना बाँकी नै छन् उपस्थिति हुनलाई। त्यो मान्छे उपस्थिति नभएसम्म फैसला नहुने निर्णय भएको छ भनेको छ अदालतबाट। अब तपाईँको त्यो मान्छेहरू कोही कहाँ छन्, कोही कता छन्, कोही मरेर गइसके। अब कसरी उपस्थिति गराउने र कसरी फैसला गराउने, कसरी चाहिँ हुन्छ त कि यत्तिकै हो जिन्दगी भन्ने कुराले एकदमै धेरै टर्चर र टेन्सन भएको कारणले गर्दा यो सानो भिडियो बनाएको छु। केही न केही निष्कर्ष निस्केछ भिडियोबाट।